ल गाइज म फेरि आइपुगे तपाईहरुलाई हसाउन। आजको भिडियोले तपाईको मुड सिरियस गराउनेछ। त्यसैले ढिला नगरी सुरु गरौँ है त। ओ अर्का पोयर आऊ यहाँ मकै घारीमा बसिरहेछ सुतिरहेछ आऊ यहाँ कोही पनि छैन न कहाँ आउँछ यहाँ कहिले काहीँ त मकै घारीमा नि आयो हुन्छ कति वडार वडार घुमेको र न आऊ कोही पनि छैन नि तेल लगाउँदै गर म आउँदैछु ए गाडी स्टार्ट कर पटिलो भए पो आउने पुरै लाम्टा रहेछ बात त सही है भस्काउनै पर्ने हो त तेरिए माछीको भस्काइदिने मार छोटले ल ल म हगेर आउँछु हजुरलाई भेट्न ल ल हेर्नुस् न गाइज मुटु नभएको दिदीले मुटु दिने कुरा गर्दैछ नि त पहिला भिडियो हेर्ने अनि त्यसको फन्नी कमेन्ट पढ्ने है त चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह जति आँखा तन्काएर हेरे नि केही देखिन मैले माँ मुझे कुछ दिखाई नहीं दे रहा माँ खोइ त मुटु त छैन त अबे मुझे क्या पता मुझसे पूछे जा रही है बार बार हैन लेडिज हो कि जेन्ट्स हे भगवान चिन्नै गाह्रो कैसे कैसे लोग रहते हैं यार यहाँ पर दुलोवाला भनेको त ठुलोवाला पो रहेछ मैदान त पुरै सम्मै छ त मिस कैसा लगा मेरा मजाक जसको त मुटुको नाममा सुकेको छाती छ अझै ड्युकी मुटु रे मुटु खोज्दा खोज्दै भिडियो सकियो होइन मेरो आँखा के भयो केही देखिन त नेपालको सबैभन्दा महँगो चस्मा लगाउने झाँक्री प्रकाश भुजेलको पनि कुरा सुनौँ है त यो 2,38,000 को चस्मा पर्यो आजको मितिमा अनि मैले प्रकाश भुजेलले छान्चुने चस्मा लगाएको रहेछ त नेपालमा अनि नेपालमा प्रकाश भुजेलकै महँगो चस्मा हो यो कुरा चाहिँ ढुक्क हुनु होला गफ दिन्छ दुनियाँलाई उल्लु बनाएर ठग्ने ठगको फुर्ती हेर्न अनि के बोले चाहिँ के भने तिमीले अहिले भर्खर कस्तो कुरा बोलेको तिमीले अब यस्ता ठगहरूलाई पनि महान नै मानेका छन् भेडाहरूले यो फटाहा पनि दुर्गा प्रसाद जस्तै रहेछ त्यो कुरा म मान्छु यो 2,38,000 को चस्मा पर्यो आजको मितिमा अनि मैले प्रकाश भुजेलले छान्चुने चस्मा लगाएको रहेछ त नेपालमा त्यो चस्मा 100 रुपैयाँ भन्दा बढीको चाहिँ होइन होला बेकार फुर्ती लाग्यो बुढाले 100 रुपैयाँको कुरा गर्छ बाटोमा फल्याक ठडाएर 25 रुपैयाँमा बेच्छ त्यस्तो चस्मा ए 25 रुपैयाँको भयो त्यो रितुले ट्याटु त खत्रै हानेको रहेछ तर खासमा यो ट्याटु चाहिँ के को हो तर भिडियो हेर्नुभन्दा अगाडि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु है त साथीहरू क्या माल है यार तेजेन्द्रको भुट्लाको बिउ रोप्यौ क्या हो दर्शकले माया गर्नु भएको छ हेर्नु भएको छ ओइ भुट्ला कति लामो लामो सबै उकालो फर्किएछ त नानी जराएको सिङ जस्तै भएर के को जरा होला यो जा पूछ क्या अलि अलि भएको दिमाग पनि यस्तै भिडियो हेरेर सकिने भयो होइन होला के हो स्याबास छोरी त्यो बिरुवामा विकासे मल पनि छर्दै जानु गाइज तपाईहरु पनि इन्टरनेसनल लेभलको डान्स हेर्न चाहनुहुन्छ यदि हेर्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुस् तिम्रो डान्स र मेरो जिन्दगी एउटै भयो जति मिलाउन खोजे नि नमिल्ने इनको फेरि आफ्नै दुनिया छ यो कुन कमर हनाइ हो यार इच्छा हजुर
होइन यिनी जानी जानी यस्तो गर्छन् कि के हो केही थाहा पाउँदैनन् र मेरो जिन्दगी फेरि यस्तै छ आफ्नो कला छैन अरूको चर्के कला हेर्दैमा ठिक गर अबे साले यी ग्याङस्टर दिदीको पारा नै अर्कै छ फेरि यहाँ हेर्नु न पहिलोचोटि देखेँ मैले 3 फिटको ग्याङस्टर ये बड़ी अच्छी बात कही आप एक्टिङ राम्रो छ फिल्ममा लासको रोल खेल्ने हो नहीं क्या गुन्डा बनेगा रे तू आफ्नै होला पट्याक पुटुक होस गर्नु दिदी दिदी कुरकुरे हड्डी साँच्चीकै भाँचिएला ल अन्त्यमा गङ्गुको भिडियो पनि हेरौँ है त भित्रै जलेको छ र गाइज छ खत्रै छ मैले पनि देखेर ढलेको छु हाते मुजी त्यो कालो दिन आज पनि याद छ मलाई ल आजको लागि यति नै रमाइलो लाग्यो भने लाइक र सब्स्क्राइबको बटन दबाउन नबिर्सिनुहोस् है त फेरि भेटौँला